हेलो साथीहरू, गुड मर्निङ। सबैजना सन्चै आरामै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? सबैजना सुत्दै हुनुहुन्छ होला। मेरो चाहिँ बिहानै ड्युटी पऱ्यो आज। अनि हजुरहरू के गर्दै हुनुहुन्छ? हजुरहरू त उठ्ने बेला नि भइसक्यो होला। यहाँको चाहिँ राति चाहिँ ट्याक्कै 1:45 भयो। मेरो चाहिँ राति 2 बजेको ड्युटी परेको भएर चाहिँ म चाहिँ टुई हिँडिरहेको छु एक्लै। हेर्नु साथीहरू, बिहानै रातिको मौसम यस्तै छन्। यता चाहिँ रमाइलो पनि छन्। सुत्दै नि आएको मान्छेहरू चाहिँ नसुत्ने भएको कारणले चाहिँ गाडीहरू चाहिँ हिँडिरहेको हुन्छन्। यो कफी सप चाहिँ खुल्ला है एउटा, त्यो सुपर मार्केट भइहाल्यो। अनि पेट्रोल पम्प छ। अनि सुतेको चाहिँ हुन्न यहाँको मान्छेहरू, 24 घन्टा हिँड्छन्। मार्केटहरू चाहिँ खुल्लै छन्। यो कफी सप भइहाल्यो रातिमा, त्यसमा चाहिँ गाह्रै हो। म चाहिँ यता भित्रबाट गएँ भने अलिक छिटो पुग्छ भने चाहिँ यस्तो भित्रबाट जानु लाग्यो कि, त्यही भएर घरहरू गाडीहरू राति 2 बजी चाहिँ यस्तो छ। ल फाइनली साथीहरू, म चाहिँ अबको केही छिनमा चाहिँ रोडमा छिर्छौँ। रोड छिरिसकेपछि मेरो करिबन 20 सेकेन्डमा मेरो दोकानै पुगी भ्याउँछु म। नजिकै छ मेरो दोकान। अब नजिक आइसक्यो। सबैजनाले चाहिँ हेरेर चाहिँ माया गरिदिनु होला मेरो भिडियोलाई। यसो आज यताको पनि यसो भिडियो बनाउन मन लागेर आज चाहिँ यसो भिडियो बनाएको साथीहरू है। मरुभूमि भयो नि बुट्टाहरू चाहिँ एउटा दुईवटा यिनीहरूले पालेर राखेको हुन्छ। लगाइजहरू फाइनली अब मेरो चाहिँ रोडतिर पुगिसक्यो। अब केही छिनमा चाहिँ मेरो दोकान आइपुग्छ होइन। भइहाल्यो। चिसो पनि छ हल्का। भित्र गइसकेपछि झन् चिसो नै हुन्छ। एसी फुल टाइम चलेको हुन्छ साथीहरू है। अब फाइनली यो दोकान अस्ति ओपन भएको हो। हजुरहरूलाई मैले योभन्दा पहिलाको भिडियोमा पनि राखिसकेका छौँ। यो नयाँ दोकान ओपन भएको भयो। यो चाहिँ मेरो दोकान। ओके फाइनली गाइजहरू, मेरो दोकान पनि आइसक्यो। यो पनि मेरै साहुको दोकान। यो बन्दैछन्। केही छिनमा यो भ्याउँछ होला, केही दिनमा बनाएर भ्याउँछन्। मेरो दोकान चाहिँ आइसक्यो साथीहरू। ल मेरो दोकान आइसक्यो साथीहरू। ल